साथीहरू आज चाहिँ हामी यो ओडारे ढुङ्गाको है ओडारे ढुङ्गा तपाईँहरूलाई देखाउन गइरहेको छौँ है र यहाँबाट यो बाटो जाँदैछौँ। यो चाहिँ हो मकैबारीहरू र यो चाहिँ हो भेन्डी है भर्खर उम्रिँदैछ हुँदैछ। आउनुहोस् साथीहरू तपाईँहरूलाई म आज यहाँ एउटा यो जङ्गली है यो यसलाई हाम्रोतिर यसलाई भन्छ जन्डिसको दबाई पनि भन्छ है यो पहेँलो जात। यसको चाहिँ जरा हुँदैन है र तपाईँहरूकोपट्टि त्यसलाई के भन्छ है सो कमेन्ट गर्नुहोस् होला है। र यो चाहिँ यसको चाहिँ जरा हुँदैन है यो माथि अटोमेटिक यो माथि हुन्छ र यसको चाहिँ जरै भेट्दैन है। र यो चाहिँ ठुलो दबाई धेरैवटा कुराको दबाई हो है। यो चाहिँ अर्ग्यानिक चिज हो। साथीहरू अब चाहिँ त्यही हो तलको र साथीहरू फाइनली हामी चाहिँ यो ढुङ्गामा आइपुगिसक्यौँ है। र यो ढुङ्गाको चाहिँ इतिहास है यो ढुङ्गा चाहिँ यस्तो खालको जग्गामा छ है अहिले तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ हाम्रो सिन्देबुङ गैरी गाउँ खवास गाउँको चाहिँ तल पुच्छरमा छ रेली खोलाको अलिक माथि छ है। यो ढुङ्गा चाहिँ एकदम राम्रो प्रकारले बसेको छ है अहिले तपाईँहरूलाई देखाउनेछु। र यो ढुङ्गा चाहिँ हामीले जन्मिँदादेखिको यस्तै देखेको है अझै पनि यस्तै छ। तपाईँहरूले पनि भिजिट गर्नु सक्नुहुनेछ। यो चाहिँ हाम्रो गाउँको खासियत कुराहरू हो है। र हेर्नुहोस् तपाईँहरूले हेर्नु सक्नुहुनेछ। यसरी अहिले भने चाहिँ म चाहिँ यहाँ ओडारे ढुङ्गामा छु है। यो ढुङ्गा तपाईँहरूले देख्न सक्नुहुनेछ है। यो ढुङ्गा चाहिँ एकदम ठुलो ढुङ्गा छ है। यस्तो फिन्जेको ढुङ्गा छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ म देखाउँदैछु तपाईँहरूलाई यहाँ हेर्नुहोस् यत्रो ठुलो फिन्जेको ढुङ्गा छ। एकदम भिजिट गर्नु आउनुहोस् तपाईँहरू पनि यहाँ हेर्नुहोस् यो ढुङ्गा देख्नुभयो होला है। यो ढुङ्गा एकदमै ठुलो र राम्रो छ यो ऐतिहासिक एउटा ढुङ्गा हो है। यो ढुङ्गा चाहिँ तल सिन्देबुङ खवास गाउँमा तल रेली खोलाको अलिकति मास्तिर छ है। तपाईँहरू आउनु सक्नुहुन्छ है। यो ढुङ्गालाई हेर्नुहोस् आएर भिजिट गर्नुहोस् हाम्रो गाउँमा है। धेरैवटा यस्तो कुराहरू छ म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउँदै जानेछु अझै धेरैवटा कुराहरू। साथीहरू हामी चाहिँ तलबाट ओडारे ढुङ्गा खिचेर पनि अब फर्किँदैछौँ हामी घरतर्फ है। हेर्नुहोस् होला मेरो भ्लग युट्युब च्यानलमा।